हेलो नमस्ते साथीहरु, गुड इभिनिङ टु अल। आज चाहिँ हामीले के बनाउँदैछु यहाँ आमा के बनाउँदै हुनुहुन्छ बताउनु त। केको लागि नातिको बर्तन हुँदैछ। त्यसको लागि कर्सर बनाउँदै हुनुहुन्छ। के हाल्नु भयो? वर्तमान हुँदैछ। बल्ल त भुट्दैछु। हैन के हो त्यो? सुजी। यहाँ यो चामलको चामलको आटा। यसलाई कसरी कहिलेसम्म भुट्न पर्छ? घिउमा भुट्न पर्छ। कसरको इन्ग्रेडियन्ट्सहरु हेर्नु। यहाँ के छ गरे? गोलमरिच, बदाम। यो गोलमरिच, यो इलायची, कुटेको इलायची, गोलमरिच पनि कुटेको, और यो लौंग पनि कुटेको, और यो गुड़ काटेको, और यहाँ छ बदाम, काजु, आलमन्ड र काजु काटेर राखेको। यहाँ छ चिनी, और यहाँ छ आटा। सुजी भुटेर भ्याइसक्नु भयो? छैन, अब भुट्नु पर्छ नि त, नभए जल्छ कि। घिउमा भुटेको नि आमा? घिउ नभए त हुन्न। मजाले कसरी रातो बनाएर भुट्ने न यसै सेतो? भयो भइसक्यो। रातो बनाउने हो नि त। यो कसरको लड्डु कहिले काम लाग्छ गरे आमा? बताइदिनु त। यो त बिहामा, अझै बर्खामा, यो त कसरको लड्डु। नेपालीको यो के हो रिता? अब गाउँमा यही चलन थियो गरे। अब अहिले पनि गराइहालौँ भनेर रहर लाग्यो। एउटा नातिको बर्तन हुँदैछ, गराउनु पर्यो भनेर के लागेको। वर्तमानमा आज चाहिँ आमाले कसर बनाउन सिकाइदिए हुनुहुन्छ है साथीहरु। सबैले राम्रोसित हेर्नु जसले जान्नुहुन्न, र हजुरको घरमा नि बिहा बर्तन भयो भने बनाउन सक्नुहुन्छ। यो चाहिँ के गर्नु गरे आमा? नेपालीहरुले सबैले त बनाउँछन्, बनाइहुन्न यो हैन। अहिले नयाँ जेनेरेसनहरु जस्तो हाम्रो जस्तो जेनेरेसनहरु कतिले जान्दैन हैन। मैले पनि जान्दैन। अब हजुरले सिकाइदिनु हुन्छ बल्ल त अब जानिन्छ हैन। आमाले सिकाउनु पर्छ नि। त्यसै आमाले बनाएको देखे पो त बल्ल। हेर्नु साथीहरु, यसरी बनाउनु पर्छ। लड्डु चाहिँ अर्ग्यानिकको उठेको थियो, अहिले एक प्रकार साथीहरु हात बहुत धेरै पोल्छ है। यत्रो लड्डु बनिसक्यो है। हजुरले पनि ट्राई गरेर हेर्नु। मेहनत त बहुत छ है, तर राम्रोसित बनाउनु होला। हात पोली यहाँ भइजानु भइसकेछ।